नमस्ते, म मोहन खरेल। मैले आज यस ठाउँमा यो हिन्दू दर्शनको एउटा वैज्ञानिक पक्ष, यसमा सत्यताको पक्ष कति छ भन्ने विषयमा अलिकता बोल्न गइरहेको छु। अब कतिले धर्म र खास गरिकन जसले धर्मको विषयमा कुराहरू गर्छन् ती भनेको चाहिँदेखि पुनरुत्थानवादी अर्थात् चाहिँदेखि पुरानो सोच भन्ने कुरोहरू गरिँदैछ। तर त्यसको तुलनामा हिन्दू दर्शनलाई अलिकता निहालेर हेर्दै जाने भने यसमा विभिन्न विज्ञानका पक्षहरू देखा परिरहेका छन्। अब सबैभन्दा बढी वैज्ञानिक पक्ष त यसको कहाँबाट सुरु हुने देखियो भने अहिलेको जुन विज्ञान छ, जुन भौतिक विज्ञान भनौँ पश्चिमाहरूले विकास गरेको विज्ञान छ, यो विज्ञानले चाहिँ चेतनाको विषयमा प्राय बोलेन। बोलेको पनि कुन हदसम्म भयो भने जतिखेरसम्म मान्छेको जीवन रहन्छ तबसम्म मात्रै चाहिँदेखि ऊ चेतना रहन्छ, मरेपछि चेतना सकियो, खत्तम भयो भन्ने छ भने हाम्रो हिन्दू दर्शनले के भन्छ भने चेतना भनेको अनन्तकालमा जुन आत्मास्वरूप छ, आत्मास्वरूप भएको चेतनामै जीवात्मा जुन मान्छे छ, अरू पनि प्राणीहरू छन्, ती सम्पूर्णको एउटा कुनै श्रृङ्खलामा उनीहरू अहिले उपस्थित भए र मृत्यु पछाडि पनि उनीहरूको चेतना लगातार रहन्छ भन्ने छ। त यदि यो विषय नै विशिष्ट विषय हो भनेदेखि एउटा विश्वको एउटा डिबेटको विषय नै यहाँ छ। यदि चेतना मरेपछि पनि रहन्छ भन्ने कुरो सत्य हो भनेदेखि पश्चिमबाट जे जति भनिरहेका विषयहरू छन् ती धेरै हदमा चाहिँदेखि असत्यको बाटोतिर गइरहेको छ, त्यो हामी भन्न सक्छौँ। त त्यसलाई निहाल्नुपर्ने कसले हो भन्दाखेरि हामी यो नेपाल देशमा बसेका ऋषिमुनिका सन्तानहरू, यही समूह, यहीँका मानिसहरूले नै अर्थात् उनैका सन्तानहरूले नै यसबारेमा छलफल गर्नुपर्ने भएको हुनाले पनि यो विषय अहिले चाहिँ समसामयिक भयो जस्तो लाग्छ। र यहाँ सबैभन्दा बढी जुन प्रकारले चेतना जीवन्त रहन्छ भन्ने खालको कुरो आधारहरू कैयौँ कुराहरूले भन्न सकिन्छ। कतिपय पुनर्जन्मका केसेसहरू छन्, कतिपय चाहिँदेखि नियर टु डेथ एक्सपिरियन्स भन्छ, मृत्युको नजिक भएका बेलामा देखिने जुन अनुभवहरू छ तिनीहरूलाई हेर्ने हो भनेदेखि मान्छेका चाहिँ जुन गिफ्टेड केटाकेटीहरू छन्, जुन असाधारण क्षमता भएका केटाकेटीहरू, कुनै पढाइ बेगर नै चाहिँदेखि उनीहरूलाई पहिले नै ज्ञान छ, यी सबैले के देखाइरहेछ भन्दाखेरि चेतना मरेको छैन, जीवन्त छ भन्ने कुरो आजभोलि धेरै प्र्याक्टिकल्ली पनि देखिँदैछ। तर आजभोलि फिजिसिस्टहरू, भौतिक शास्त्रका ठुलो वैज्ञानिकहरूले पनि विगत 100-150 वर्ष लगाएर जुन चाहिँ भनेको एउटा क्वान्टम फिल्ड थ्योरी भनेर भनिरहेका छन्, त्यसले व्याख्या गर्दाखेरि के भन्न परिरहेको छ भनेदेखि हामी तीनटा चिजका चाहिँदेखि उपजमा छौँ अहिलेको हाम्रो विश्वको ब्रह्माण्ड। र एउटा चाहिँदेखि जुन भौतिकता, जुन चाहिँदेखि पदार्थ भयो, पदार्थदेखि लिँदा मासतिर शक्ति भयो, इनर्जी, र त्योभन्दा मासतिर चाहिँ इन्फर्मेसन। अब पदार्थ जति पनि हाम्रो शरीर छ मरेपछि डढाइसकेपछि माटोमा मिल्छ र त्यो जुन खरानी हो त्यो पदार्थमै आयो, त्यो हामी थाहा पाइरहेकै छौँ। र जहाँसम्म इनर्जीको कुरो छ, थर्मोडाइनामिक्सले पनि भएको इनर्जीहरू यो वातावरणमा डिसिपेट हुन्छ भनेको छ, त्यो पनि हाम्रो विज्ञानले मानेकै कुरो हो। अब जहाँसम्म इन्फर्मेसनको कुरो छ, त्यो इन्फर्मेसन त्यो इन्भाइरोमेन्टसँग उसले इन्ट्रेक्सन गरेको जुन इन्फर्मेसन एउटा चेतनाको विषय छ। अहिले क्वान्टम फिजिक्सले के भन्न थाल्यो भने उसले देखेको फिल्ड, क्वान्टम फिल्ड थ्योरीमा के देखिन्छ भन्दाखेरि जसरी सूर्यको लाइट चाहिँदेखि पृथ्वीमा आइपुग्नलाई चाहिँ 8 मिनट लाग्छ, त यदि सूर्यबाट त्यो लाइट आएन भने पनि 8 मिनट अगाडि आएको लाइट यहाँ आइरहन्छ भने जस्तै यहाँ मान्छेले जीवनमा जे जति गरेका इन्फर्मेसनहरू छन् यो वातावरणले रेकर्ड गरिरहेको हुन्छ। त यो कुरोहरू उनीहरूको आफ्नो भेरिएबलमा राखेपछि मात्रै त्यो
क्वान्टम थ्योरीको कुराहरू व्याख्या हुन सफल भइरहेको छ। त्यस हुनाले इन्फर्मेसनहरू पनि क्यारी हुनलाई यो जुन फिल्ड छ, जुन अब पार्टिकल वेभ आदि भनिरहेको छ, यसको चाहिँ भनेदेखिको जस्तो यहाँ इलेक्ट्रोनको आफ्नै वेभ फिल्ड छ, प्रोटोनको आफ्नै फिल्ड छ। त हरेक चिजका फिल्डहरू मध्येमा जुन एउटा रिपल, जुन गतिविधिका चाहिँ भनेदेखि रिपलहरू गएका छन्, ती रिपलहरू चाहिँ भनेदेखि ती छालहरू जस्ता त्यो जुन हाम्रो इन्फर्मेसनको त्यो यो वातावरणमा ट्रान्समिट भएर गएको छ। अब फिजिकल्ली उसको शक्ति पनि गयो, उसको चाहिँ भनेदेखि शरीर माटोमा पनि मिल्यो, तर उसको त्यो चेतना चाहिँ भनेदेखि वातावरणमा अझ इभोल्भ हुन अगाडि बढ्छ भन्ने खालको तर्क होइन कि पुरै डिराइभेसनबाट नै यो कुरोहरू ल्याइएको छ। त यसो हुनाले अहिले हामीले क्वान्टम फिजिक्स एकचोटि सबैले हेर्नुपर्ने देखिन्छ। हालाकि यो बुझ्नलाई निकै कठिन जस्तो देखिन्छ फिल्ड थ्योरीबाट हेर्ने हो भनेदेखि, तर तैपनि हामीहरूले एउटा यो विहङ्गम विषयलाई हाम्रो चेतना साँच्चै मर्छ या मर्दैन, जुन चाहिँ यो सभ्यताको लागि एउटा ठुलो कडीको विषय हो, त्यो चाहिँ भनेदेखि हेर्नको लागि यो अध्ययन गर्न जरुरी छ। र यो अध्ययनबाट वैज्ञानिकहरूले नै यो इन्फर्मेसन मरेको छैन भनेर जुन भनिरहेका छन् र जुन डिराइभेसनले नि त्यो देखाइरहेछ, त्यो डिराइभेसन नभएदेखि फेरि हिसाब नै मिलिरहेको छैन। त्यसले गर्दाखेरि आत्मा मरेको छैन, अर्थात् जीवात्मा मरेको छैन, चेतना मरेको छैन भन्ने बुझिन्छ भने, यदि त्यो हो भने अब अर्कोतिर आएर हेर्नुहोस्, यो जति पनि हाम्रो हिन्दू शास्त्रमा भनिरहेको छ, हामी एउटा अनन्त श्रृङ्खलाको एउटा क्रममा हुन्छौँ, एउटा शरीर लिन्छौँ र शरीरले चाहिँदेखि कुनै मृत्यु आउँछ, तर मृत्यु भनेको चोला मात्रै बदलेको, हाम्रो चेतनाको एउटा लगातारपना बढी नै रहन्छ भन्छन् भनेको कुरो अब मिल्न पुगिरहेको छ। त यो हुँदाखेरि हाम्रो जुन हिन्दू शास्त्र भनेको कुरो अहिलेको कन्टेम्पोरेरी विज्ञानले बोलेको भन्दा पनि अझ माथि गएर व्याख्या गरेको बुझिन गइरहेको छ। कतिपय फेरि क्वान्टम थ्योरीको मात्रै कुरो नगरौँ, कतिपय वैज्ञानिकहरूले पनि जस्तो निल बोर, श्रोडिन्जर, हाइजेनबर्गहरू जस्ता वैज्ञानिकहरूले पनि जो नोबेल पुरस्कार विजेता वैज्ञानिक हुन्, तिनीहरूले शुद्ध पनि हिन्दू दर्शनको बारेमा जुन व्याख्याहरू गरेका छन्, गीताहरूको बारेमा उल्लेख गरेका छन्, उनीहरूले पनि यो कुरो चाहिँ यो युगको तुलना गर्न नसकिने ज्ञानहरू यहाँ रहेछ भन्ने खालको कुरोहरू बोलेका छन्। त यी कुराहरूलाई मध्यनजरमा राख्दाखेरि हाम्रो हिन्दू दर्शनको वैज्ञानिकता एउटै मुख्य कुरो आत्मा मर्दैन भन्ने जुन एउटा भनाइ छ, जुन त्यो भन्नको लागि उनीहरूले चाहिँ व्याख्या गरेका तमाम उपनिषदहरू छन् र तमाम उपनिषदहरू मात्र भएन कि सम्पूर्ण दर्शनहरूमा जुन षड दर्शनको कुराकानी गरौँ, अर्थात् पुराणहरूमा पनि तिनै चेतनाकै बारेको चाहिँ उल्लेखहरू गर्न पुगिएका छन्। हिन्दू दर्शनमा बोलिएका कुराहरू यिनै चेतनाका विभिन्न तहहरू, जस्तो अब असाध्यै मास्तिरको स्तरमा परब्रह्म अर्थात् नारायण, अर्थात् त्यो स्तरमा राखिएको राम, कृष्ण आदि जुन चाहिँदेखि एउटा ब्रह्माण्डीय चेतनाको स्रोतहरू, चैतन्य स्वरूपहरू भनेर जसलाई भनिन्छ, त्यो जुन चाहिँदेखि प्रलयको पछाडि जब नारायण चाहिँदेखि ले त्यो सम्पूर्ण शक्ति आफ्नो ठाउँमा खिच्ने अथवा त्यसलाई प्रकट गर्ने जुन चेतना एउटा रहन्छ, त्यो गुणलाई व्याख्या गर्नको लागि यो हिन्दू दर्शनमा चाहिँ पछाडि विभिन्न तहहरू देखिँदै गए। किनभने त्योभन्दा अरू तहहरूमा ब्रह्मा, विष्णु, महेश, त्योभन्दा तलतिर चाहिँदेखि इन्द्र र अनेक गणहरू भए। त्यस पछाडि यो सूर्य, चन्द्र, वायु, नदी, नाला, पहाड हुँदा रुखहरू, शुद्ध र पृथ्वीका अनेक प्राणीहरूलाई उसले सम्मान गर्छ। एउटा पूजा गर्दाखेरि पनि पृथ्वी शान्ति, अन्तरिक्ष शान्ति, देह शान्ति, वनस्पति शान्ति
भन्ने कुरोहरू जुन गरिन्छ, यस्तै गर्दाखेरि यी सम्पूर्ण विषयवस्तुहरूलाई हिन्दूले एउटा सम्मान गरेको छ र उनीहरूलाई एउटा देवताको रूपमा, देवताभन्दा एउटा विशिष्ट शक्तिको रूपमा हेरिरहेको हामी देख्छौँ। त यी शक्तिहरूको म्युचुअली एक्सक्लुसिभ भन्छ, एउटाको क्यारेक्टर अर्कोसँग नमिल्ने भएर मात्रै फरक हुँदाखेरि पर्सनिफाई गरिएको छ। नत्र भनेदेखि जस्तो लक्ष्मीको सम्पत्तिसँग सम्बन्धित, आनन्दसँग सम्बन्धित एउटा शक्ति हो भनेदेखि सरस्वती भनेको ज्ञानसँग सम्बन्धित हो। दुईटा शत्रु त होइनन्, तर दुईटाको एउटै विभाग नभएपछि दुईटालाई बेग्ला बेग्लै नाम दिइयो र त्यो नाम दिनको लागि एउटा पर्सनिफाई गर्दाखेरि हिसाबले चाहिँ भनेदेखि उनीहरूको व्याख्या पनि त्यस अनुसारले जोडियो र अब त्यस्तै तरिकाले कतिपय नकारात्मक कुराहरू पनि पृथ्वीमा छन्। त ती नकारात्मकलाई जस्तो आसुर भनेर तिनीहरूलाई पनि त्यही अनुसारले जब उनीहरूमा एउटा अहङ्कार अर्थात् चाहिँ भनेदेखि उनीहरू म एउटा ब्रह्माण्डीय चेतनाको अन्डरमा छु भन्ने सोच्ने एउटा विभाग पर्यो। अर्को चाहिँ भनेदेखि त्योभन्दा म माथि छु भन्ने घमण्डवाला भएका दुईटा खेमाहरू भए। एउटालाई देवगण भन्यो भने अर्को चाहिँ भनेदेखि जुन ऐश्वर्यको भन्दा म माथि छु भनेर घमण्ड गर्ने छ त्यसलाई असुर भन्यो। तिनैको बीचको द्वन्द्व जुन हुन्छ त्यसैको कथाको बारेमा पुराणहरू बनेका छन्। त यसो हुनाले चाहिँ भनेदेखि र अन्ततगता चाहिँ भनेदेखि त्यो जुन असत्य सत्य छ र जसले चाहिँ भनेदेखि घमण्ड र चाहिँ अहङ्कारहरू लिएको छ त्यो शक्ति चाहिँ अन्ततगता नासिन्छ भन्ने कुराहरू हाम्रा पुराणहरूमा र इभन दर्शनहरूले पनि अन्ततगता त्यही कुरो उल्लेख गर्छन्। त यसो भएको हुनाले पनि हाम्रो यो चेतनाको विज्ञान हो, यो हिन्दू शास्त्र एउटा चेतनाको विज्ञान हो भन्न पाइयो भने चेतनाकै बारेमा पश्चिमाहरूले जुन ख्याल गर्न छोडिरहेका छन् त्यसलाई भरपुर गर्नको लागि पनि हाम्रो हिन्दू दर्शन चाहिएको, हाम्रो आवश्यकता भएको देखिन्छ। अब यहाँ एउटा प्रश्न के आयो भनेदेखि नयाँ पिँढीलाई यसको कतिको आवश्यकता छ? नयाँ पिँढीले नै हाम्रो सभ्यतालाई अगाडि लाने हो। हामी यो अहिले 21औं शताब्दी भन्छौँ, कयौँ शताब्दी पछाडि आज आएको 21औं शताब्दीमा योभन्दा हामी धेरै माथि इभोल्भ, धेरै माथि पुग्नुपर्ने र हाम्रो सबभन्दा चाहना भनेको, मानवीय चाहना भनेको सुख र शान्तिको लागि हो। तर यहाँ अहिले आएर हेर्दाखेरि सुख पनि भित्री रूपले भित्री सुख नभएको जस्तो र शान्ति पनि नभए जस्तो कुरो अनेक घटनाक्रमले, अनेक लडाइँ झगडाहरू, अनेक वैमनस्यते र मानिसको जुन दुश्मनी वृद्धि भएर आइरहेको छ र जुन व्यक्तिवादितालाई यसले अहिलेको युगले दिइरहेको छ त्यो व्यक्तिवादिताबाट चाहिँ हटाएर अब हिन्दू दर्शनले बेसिकल्ली भनिरहेको कुरो के छ भन्दाखेरि एको अहम द्वितीय नास्ति, एकै मात्रै चिजहरू छ भनेपछि हामी कोही नै टाढा छैनौँ। मान्छे त मात्रै पर नजाओस्, इभन पशुपक्षीहरूको मै पनि हामी आत्मस्वरूप हौँ र हामी टाढा छैनौँ भन्ने जुन व्याख्या छ यसले गर्दाखेरि हाम्रो ब्रदरहुडको विकास गर्नलाई यसले मद्दत गर्न सक्छ, जुन अहिलेको समयको विश्व शान्तिको लागि पनि आवश्यकता हो। र यसो भनेर जुन प्रकारले चाहिँ हिन्दू दर्शनलाई अगाडि ल्याउन हामी मतलब यसको व्याख्या गर्न खोजिरहेका हुन्छौँ, यो कुरोको लागि चाहिँ आउँदा पिँढीहरूले जुन आउँदो सभ्यतालाई चाहिँ अगाडि लानुपर्छ। त्यस क्रममा हामी व्यक्तिवादी, हामी इन्द्रियको स्वार्थी मात्रै होइनौँ, हामी चाहिँ ब्रह्माण्डको एउटा स्रोत हौँ र एउटा हामी पुरा जिम्मेदार मान्छे हौँ र ब्रह्माण्डीय र प्राकृतिक रूपले जसरी हामीलाई चाहिँ जिम्मेदारी दिएको छ त्यो अनुसारले वहन गर्नु हाम्रो कर्तव्य हो भन्ने हिसाबले व्यक्तिले सोच्नु एउटा कुरो हुन्छ। तर अहिले जो पनि व्यक्तिहरूले खालि चाहिँ अब खास गरेर नयाँ पिँढीहरूले चाहिँ आफ्नै स्वार्थ मात्रै मेरो आनन्दको सम्पूर्ण स्रोतहरू भन्ने जुन सोचिरहेका छन् र त्यसको लागि चाहिँ धन चाहिँ मेरो सेफ्टी सेक्युरिटीको लागि बहुतै काम लाग्छ भनेर चाहिँ जुन त्यसैको लागि मात्रै हिँड्छन् र त्यसले गर्दा परिवार, नाता गोता, सामाजिक जिम्मेदारी, एउटा त्यसमा हुने एउटा मानवीय सहयोगहरू, ती जुन कुरोहरूमा मिसिङ भइरहेको छ यसलाई पुरा गर्न पनि यो जिम्मेदारी वहन गर्ने कुनै ज्ञान चाहिएको छ।
त त्यो ज्ञान पनि हामी हिन्दू दर्शनबाटै पाउँछौँ किनभने ज्ञानको खानी भनेको चाहिँदेखि हिन्दू दर्शनमा छ अरू सम्प्रदायमा पनि कुरोहरू छन् तर अरूहरूले व्याख्या गर्न सकिरहेका छैनन् जस्तो हाम्रो मनोबुद्धि चित्त अहङ्कार यसका चाहिँदेखि सत्वतम रजगुणहरू रिस राग यो प्रेम सद्भाव आदि जति पनि हाम्रा मानवीय चेतनाका यी महफिलहरू छन् यो महफिलले त यो संसार चलाएको छ यिनै चेतनामा रिस राग भयो अहङ्कार असाध्य भने अनि ती लडाइँ भइरहेछ तर तिनै रिस राग र इत्यादिलाई शान्ति गर्ने बित्तिकै फेरि बिस्तारै हामी चाहिँदेखि प्रेममा बदलिन सक्छौँ एकैछिनमा त त्यो हदमा प्रेममा बदलिनको लागि यसै कुनै कृत्रिम तरिकाले बदलिँदैन तर ज्ञान चाहिने भएको हुनाले ज्ञानको भण्डार चाहिँदेखि हाम्रो हिन्दू दर्शनमा भएको हुनाले त्यो चाहिँदेखि अहिलेको हरेक युवा पिँढीले यो त नेपालको मात्रै भन्दिनँ म चाहिँदेखि विश्वका मान्छेहरूको लागि यो पढ्न जरुरी छ भन्ने कुरो चाहिँदेखि मलाई त्यो लाग्दैछ अब र कुरो अब जुन चेतनाकै विषयबाट हामीले कुरो प्रारम्भ गरेका थियौँ त चेतनाकै सिलसिलामा जुन मनोविज्ञान एउटा मनभित्र भएको जुन विज्ञान छ मनोविज्ञान हाम्रो चाहिँ हिन्दू दर्शनमा चाहिँदेखि प्राणमय कोष अन्नमय कोष मनोमय कोष विज्ञानमय कोष र आनन्दमय कोष 5वटा कोषहरू यो सम्पूर्ण प्राणीहरूमा छ तर सम्पूर्णको उद्देश्य के भन्दाखेरि आनन्द खोज्ने हो त आनन्द खोज्ने हाम्रो मनोविज्ञानमा हामीसँग भएका चाहिँदेखि जुन रिस राग अहङ्कार आदि चिजहरूले जुन प्रकारले चाहिँदेखि हामीलाई छेकिरहेको हुन्छ यो चिजहरूलाई चाहिँदेखि बाट फिर्ता ल्याउनको लागि पनि अलिकता हामीले चाहिँदेखि यो मनोविज्ञान बुझ्न जरुरी छ र मनोविज्ञान हेर्दाखेरि हामी एउटा ट्रान्सडेन्स हामी एकअर्काको शरीरले मात्रै टाढिएका हौँ र हाम्रो पहिलो वंशदेखि ल्याइरहेको जुन चित्तमा भएका केही कर्महरूको कारणले गर्दाखेरि एकअर्कामा फरक भएका हौँ तर ती चिजहरूलाई हटाउने बित्तिकै जुन चेतनाको स्वरूपमा हेर्ने भने हामी एउटै पोखरीका एउटै ठाउँका एउटै ग्यासमा विलय भएका एक आपसका मान्छेहरू हौँ भने एउटै एसेम्ब्ली हो यसमा विश्वव्यापी रूपमा चलाउने जुन मनोविज्ञान छ केही चाहिँदेखि यो हाम्रो इच्छा नै सबभन्दा ठुलो कुरो हो र इच्छालाई नै मतलब इच्छा भन्नाले इन्द्रियातीत इच्छाहरू काम वासनादेखि लिएर इन्द्रियातीत इच्छाहरू मात्रै हाम्रा सुखका स्रोतहरू भन्ने कुरो जुन अहिले सत्य मानिँदैछ त्यसलाई चाहिँदेखि हटाएर त्यसलाई पनि बुझ्दै तर चाहिँदेखि हाम्रो यात्रा अझै माथि छ भन्दै हाम्रा मनोबुद्धि चित्त अहङ्कारलाई सही बाटोमा लग्दै अनि बिस्तारै हामी एउटा मानसिक चेतनाको उच्च स्तरमा चाहिँदेखि मानवीय जुन चेतनाले हामी एक आपसमा भरपुर हुन्छौँ त्यस बेलामा चाहिँ हाम्रो यो विश्वबाट शान्ति हुन्छ त त्यो शान्ति भएपछि मात्र हाम्रो आनन्दता आउँछ त त्यो शान्ति र आनन्दताको लागि एउटा ज्ञान बढ्ने आवश्यकता भएको हुनाले हिन्दू दर्शन एउटा ज्ञानको स्रोत भएको हुनाले यसलाई यदि डस्टबिनमा राख्यो भनेदेखि हामीहरूले फेरि भनेदेखि यी कामहरू हाम्रै पिँढीलाई सिकाउन सकिरहेका छैनौँ त हामीले त हाम्रो पिँढीलाई त सिकाउन सकिरहेका छैनौँ भने यो त कुरो इभन विश्वव्यापी रूपमा कहिले पुर्याउने भन्ने खालको कुरो चुनौती हामीसँग छ